के हो डट टेम्पलले फेरि औकात देखियो प्लिज हेल्प मी यो मेरो नाम यो त मुझे 32 मिनेटको छ त यार मिस्टर हिस्ट्री ए त्यो डट टेम्पलमा कुटे खानेवाला डट टेम्पलमा किन कुटेको खासमा चाहिँ के हो मैले बुझेकै छैन के हो यो यही भिडियोमा भन्छ कि के हो केही गल्ती भयो होला साउ भनेर कुटेको भन्दैछ त यो मान्छे हो पिट्ने यो यता यो के हो भएको के हो हेलो हेरिसकेको छैन मैले हेरेको छैन यो मैले के हेरेको छैन मैले यो त्यो आँखै सुन्ने छ ल यही हो ल वाइड धोब्बी हानेछ त अनि किन फक माया लाग्यो धोब्बी हानेको रहेछ तपाईँ यो के आइसियु हो त होइन यो इसिजी होइन के हो यो समथिङ लाइक द्याट यार तर यो ड्याम सेट ए त्यो पहिलाको यो ओके चिल लेट्स गो न्यू डे न्यू पर्सन ह्यापी न्यू इयर ब्रदर मिस्टर हिस्ट्री ब्रदर ह्यापी न्यू इयर यार ड्याम लास्ट धेरै हो यार 32 मिनट भनेको म फोकसै हुन सक्दिनँ यार केटा हो मलाई फेरि रेस खेल्न मन लागिरहेछ यार केटा हो नो क्यापै मलाई मनको कुरा भन्न मन लाग्यो कि फेरि हल्का रेस हान्न मन लागिरहेछ क्या यस्तोमा होइन क्या अलिक सुताउन क्या मोटो जिपी हुँदैन अलिक ठुलोमा यस्तो हान्न मन लागिरहेछ क्या यो स्ट्रिट रेस त अब सक्दैन मलाई कसैले नि तर बुझ्नौ ड्याम यसपछि सबजना घरतिर जानुभयो म नि जान खोज्दा त्यतिकै म नके यतिकै हिँडिरहेको थियो आएर हान्दिएर ल होइन होला के हो यार म झन् यतिकै त हान्दैन होला यार भाइ के हो कसले हानेको नके यतिकै हिँडिरहेको थियो आएर हान्दिएर के हो यार म झन् सबैजनासँग मिलेर हिँडौँ मिलेर गरौँ भनेर म झन् हानेको नर्मल पर्सन कि समथिङ फकिङ त्यो झगडै खालको हो कि के हो जहिले हिँड्दाखेरि पनि मैले राम्रो सोचेर हिँडेको मान्छेहरू इजबले हान्दिएर यसपालि चाहिँ पहिला सेट मैले यिनीहरूलाई मैले कति राम्रो भन्ने पहिला नै लफाडा भएको थियो लफाडा कसको केटीको न्युमा झगडा परेको कि अब कन्टेन्ट बिचमा झगडा परेको कि भ्युजको कुरामा झगडा परेको कि कुरा यस्तो छ क्या मेन चाहिँ म चाहिँ के को कुरामा भन्न खोजेको एकजनाले मात्र हानेको होइन क्या 4-5 सबैजनाले हान्यो यिनीहरू सबले हान्यो किन हानेको त यार फर्काउनु म त अलि फर्काउनु पर्ने हुन्छ त यार सुरुमा इजबले चार्ज गर्यो अनि त्यसो अनि मनिष गुरुङ आयो अनि त्यहाँबाट अनि अर्को त्यो केटाहरू सबजना आयो सो यहाँ भएको चाहिँ के थियो भने 4 जनाले हानेको भनेको के हो हेलो डट टेबलमा भ्लग बनायो भनेर हानेको रे फक हो र म त डट टेबलमा अनि मलाई त अनि केटाहरूले त आइआरएल हान्न दिन्छु भन्दैछ त नि डट टेबलमा गएर त्यो क्रस फायर हान्ने हाम्रो त स्ट्रिम हुँदैछ त्यो डट टेबलमा अनि किन हाम्रो स्ट्रिम हुन आँटिरहेको छ डट टेबलमा आइआरएल हुँदैछ च्याट टु बी अनाउन्स्ड अलरेडी नै मैले भनिसकेँ यो कुराले मैले त हान्न त अब हुन्छ नि भनिसक्यो अनि दिदीको गाडीमा चाहिँ हेलमेट थियो यता पहिलाको भ्लग हेर बुझ्छ अनि मलाई नि हान्ला मलाई त अनि हान्दैन होला किन हान्नु जोतमा हेलो पिट हुन्छ क्या बाइकहरू राख्ने उसको केटाहरूको बाइकहरू राख्ने ठाउँ हुन्छ क्या अनि उनीहरू आँखै सुन्दैछ यार माया लाग्यो यार म सरसर गएँ यो आम्बो यो थेट वाइल्ड हानेको यो भनेको थाहा छ वाइल्ड हानेको यो मुखै आँखामा वाइल्ड हो यार यो भनेको अनि यो अति हानेपछि मात्रै यस्तो हुन्छ क्या आँखा भित्रै आमाई यार झन्डै आँखा फुटेन छ यार मैले त रहेछ अनि त्यहाँबाट म सरसर गएँ अनि मैले त मलाई भने होइन होला भने म सरसर गएँ लाइक पहिला त्यो भिआइपी कार्ड थियो हिस्ट्री दाइसँग अनि ट्र्याकभित्र गयो भनेर हानेको हौ छापा बडीगार्डले ढकालेर बिच्केको थियो यो केटा अनि अरू आएर भिडियो नबन्द गरेर भने त्यसपछि लफडा अझै पनि मैले त्यो नसुने यस्तो हो क्या
मलाई पनि फेरि रिस्ट्रिक्सन्स फक रुल्स हो क्या म पनि बुझेनौ फक रुल्स आर मेड टु बी ब्रोकन खालको क्या म चाहिँ म पनि त्यस्तो टाइपको पर्सन हो क्या फेरि बुझेनौ मलाई नि फक द्याट शिट बुझेनौ अनि गाडी खोल्दै थिएँ म तर के भन्छ दिदीको गाडीमा थियो नि त हेलमेट अनि गाडी खोल्दै थिएँ तँलाई नै भने आएर झ्याम आएर हान्दिएन यो छोटा सिसन बानी एक्स नभए सङ एकछिन सङ सुन्नुपर्ने हुन्छ अब मलाई अति हतार भइसकेको छ क्या रगत निक्ल्यो त माई गड किन यार यस्तो त होइन होला ओ सेट ब्रो ड्याम यार झडा भयो भने मलाई बोलाउने यार दाई बरु म यार सपोर्टमा आउँछ यार दाई फक यार दाई म त धेरै दाई नै हो नि यार थेट दाई यार जिस्केको होइन नो सिरियस स्याट ल यार मलाई क्या आँसु आउन आँटिसक्यो यार ओइ ड्याम थेट मलाई यार लास्ट नराम्रो लाग्यो यार बरु मै जेल जाउँला यार दाई यार लास्ट नराम्रो लाग्यो यार दाई मुखै सुन्नेको गालै सुन्नेको छ आँखै सुन्नेको छ अनि नाकबाट रगत आइरहेछ यार थेट यार बाइक चलाउन सक्दिनँ कि यार आँखै देख्न छोड्यो ल थेट यार अनि कहाँ आँखा यस्तो बेला यस्तो दुख्छ ओ माई गड टाउको फुट्ला जस्तो हुन्छ यार त्यो टाउको आँखाको गिडै निस्किन खोज्छ कि यस्तो बेला यस्तो साइको हुन्छ एकचोटि मैले खाएको छु आम्बो छेट भर्खर लास्ट दुख्न थाल्यो क्या यहाँ टाउको यो शून्य छ अनि ओहो आँखा देख्न छोड्यो त यार डक्टर मलाई बहिष्कार ओहो आँखा देखेन यार भित्री रहेछ नि त बाइक चौकी जाने कि हस्पिटल जाने भयो मलाई आँखा चौकी जाऊँ सुरुमा म चाहिँ चौकी जान्छु भनेर हिँडेको तर बाइकको बाटो हो सुपरम्यान जस्तो तर दामी रहेछ यार नाइस त्यहाँ चाहिँ ट्राफिक कार्यालय थियो रहेछ चौकी होइन रहेछ अनि त्यहाँको म्यामहरूले ट्राफिक म्यामहरूले चाहिँ मलाई तिमीलाई नि हान्छ रे डट टेम्पलको केटाहरूले भनिरहेछ भएको रहेछ यताउता भनेर सम्झाउँदै हुनुहुन्थ्यो थ्याङ्क यू यस्तो क्या म डट टेम्पल यस्तो म गएकै छैन क्या यस्तोमा म लाइक म इन्भल्भ हुँदिनँ क्या यस्तोतिर बाहिरतिर म त्यति जान्न क्या बुझेनौ भन्नु खोजेको तर मलाई चाहिँ अब मैले एकचोटि मात्रै टिकटकमा डट टेम्पलमा त्यो क्रस फायर त्यो एकचोटि मैले राजकुमार दादाको देखेको थिएँ क्या क्रस फायरमा रेस भएको क्या हाम्रो राजकुमार थापा मगर छैन त्यहाँ मैले टिकटकमा देखिरहेको थिएँ क्या अनि यहाँ उभिएर वाइल्ड दामी मलाई क्या भाइ मन पऱ्यो क्या बुझ्नौ डट टेम्पलको चाहिँ मलाई ओए ल है नेपालमा नि लभली यस्तो ट्र्याक बनाएको रहेछ है डट ट्र्याक बनाएको रहेछ क्या बुझेनौ अनि मलाई दामी आयो क्या बुझेनौ सो मच म्याम एकदम खुसी लाग्यो त्यति बेला हाम्रो सपोर्ट गरिदिनु भयो बुझिदिनु भयो है आँखै फुट्ने गरी हानेछ नि यार माया लाग्यो नि यार त्यहाँ ग्रुप त्यो पहिला मान्छे चिनेकै मान्छेहरू हो अब हजुर हजुर म सेटअप नथिङ यार केही छैन यार जस्ट पिसी यार देखेन यार मैले नाकबाट डेन्जर रगत बगिरहेको छ मेरो किन यसरी रगत भयो अघि रगत लास्ट गिटी भयो नि यार साइको हुन्छ नि यार भाइ जोतमा पिटे खानु त पागल भइहाल्छ नि यार यस्तो चिजहरू फेस सुत्नै निन्द्रै कसरी सुत्नै सक्दैन ए तेरी यार छोरो मान्छे भएपछि सजिलो छ र भनेको जिन्दगी अब यस्तो फटाहरू हुन्छ यस्तो मान्छेहरू हुन्छ है अब हामी झगडा नगरौँ भनेर हिँडेको मान्छे हेर त अब कहाँ हो यार चौकी सक्सेस भाइ गल्ती कसरी हो यसकै हो मैले हेर्दैछु म गल्ती अब बिस्तारै हुँदैछ क्या
गल्ती म थाहा पाउँदैछु अब हुन त न्यायाधीश त होइन म त्यो वकिल सोकिल म त्यस्तो खालको के हो कसको रङ को राइट त म भन्न सक्दिनँ तर मेरो हिसाबले मेरो पिओभी मैले जुन जानेर बुझेको अनुसार चाहिँ अब हुँदै थाहा हुँदैछ क्या किन भनेर एकछिन न भिडियो हेरेर अझै मजाले बुझेकै छैन क्या मैले पार्किङ कता हो लाट गाह्रो हो त पहिलाको भ्लग हेरेर बुझ्छौ पहिला बुझ्नुपर्छ अनि मात्रै बोल्नुपर्छ क्या नबुझी बोल्न मिल्दैन क्या बुझेन हौ त्यसैले पखन एकछिन होल्ड अन च्याट एकछिन यार आम्बो कत्रो हानेको यार झन् सुनिँदै गइरहेको छ त के हो त्यो झन् ठुलो भइरहेछ यार पहिला उपचार गर्नु आँखै खुलेको छैन नि यार जान्छु अलि हाई क्वालिटी हेरौँ त के नै छ त उपचार गरेर भोलिपल्ट वाइल्ड दुख्छ पागल हुन्छ भाइ पुलिस चौकीमा पहिला उपचार गराउनु धेरै गाह्रो भएको छ तपाईँलाई भन्नुभयो यहाँ बिएनबी हस्पिटल यहीँ छ म यहाँ जान्छु आँखा देखिरहेको छैन एउटा यार यो पार्किङ गरिदिनुहुन्छ तपाईँले मैले आँखै देखेन इमर्जेन्सीमा चाबी ल्याइदिनु ल कहाँ छ इमर्जेन्सी अगाडि नै हो म अगाडि नै जान्छु फेक आइडी आउँदैछ भाइ हेलो हुन्छ ओ सेट लास्ट गाह्रो हुँदै सेट ओके दाइ हिँड्नु त यही हो त यही गाडीले कुद्दैछ त सेट पुरा नै कजदै फर्स्ट भ्लगबाट रियाक्ट गर्नु फर्स्ट भ्लग मलाई किन हेर्न मन लाग्यो यार मैले बुझिनँ क्या फेरि बुझेन यो पपुलर मैले हेर्न त हेरेर रहेछ त यार 14 सेकेन्डसम्म त हेरेर रहेछ मैले थिच्न त हेर्न खोजेको रहेछ मैले त हेरेको रहेन रहेछ भनेपछि यहाँ नि पिटेको रहेछ त यार अनि यहाँ नि हानेको रहेछ त अनि यहाँ नि हानेको छ त अनि किन चुप लाएर बसेको 25 जनाले हाने यो बेला चाहिँ 25 जनाले हाने मलाई डट टेम्पलमा फकिङ यार अनि किन जानु त यार अनि फेरि दुईचोटि अनि किन गएको अनि हिजो कहिलेको यो भिडियो अप्रिल 14 भने आज कति हो अप्रिल 15 म बुझ्दिनँ यार जुन ठाउँमा रेस्पेक्टै गर्दैन जुन ठाउँमा कदर गर्दैन भने त्यो ठाउँमा किन जानु जुन ठाउँमा एउटा दिन पपुलर छ त 89K सब्सक्राइबर्स छ त यार ब्रदर योभन्दा अगाडि नै अनि पिटाइ खाइसकेको रहेछ त अनि किन जानु त यार यमुना आरोल पनि यस्तै हो हान्छ भनेर थाहा हुँदा त्यही त किन कज भइसकेको रहेछ अलरेडी 25 जनाले पिटिसकेको रहेछ फेरि पिटाइ खान चाहिँ कि त पिट्न जानु पर्यो कि त फेरि अनि त्यो झडा किन होला अब म त थाहै छैन यार मलाई आई डोन्ट नो च्याट म के बोल्नै चाहदिनँ के म अब कन्टेन्टको लागि जस्ट सेङ है आई डोन्ट नो यार मलाई थाहै छैन यार केटाहरू कन्टेन्ट हो त्यही कङ्ग्रेचुलेसन्स 100K यार अलरेडी नै ब्रदर पिटाइ त्यत्रो खाएको छ अब गाह्रो भयो यार ब्रदर तर आई लभ यु यार पिटाइ खानु नै धेरै हो नि यार भाइ कन्टेन्टको लागि पिटाइ खानु भनेको त सानो हो त कस्तो कुरा गरे केटाहरूले छापा कुरा नगर न यार केटाहरू छापा नहो न यार कन्टेन्टको लागि त्यसरी कोही मैले अनुहार आँखा फुट्ने गरी कोही पिटाइ खान्छ केटाहरू थेट कति नराम्रो लाग्यो यार कार्ड पनि छ अनि कार्ड चाहिँ के हो यो कार्ड चाहिँ यो छिर्नलाई कार्ड चाहिन्छ होइन त के हो मलाई थाहा छैन है फेरि
हिजो त केटिएममै रेस भएको थियो केटिएममै हानेको राम कन्टेन्टको हो त्यो बोल्ने कस्तो कुरा गर्छ हौ लामो च्याट त्यही भने च्याट त्यही सापा कुरा गर्दैछ हौ बिजी कुकुरको जात डट टेम्पल है डट टेम्पलको कुकुरहरू भनौँ न अब केटा होइन क्या यस्तो क्या जब एउटा नाममा एउटा डट हुन्छ नि एउटा डट थ्रो गर्छन् जुन अब जुन एउटा नराम्रो भनिसकेपछि अब फेरि जानु भनेको त्यो एउटा अब ब्रेकअप भइसक्यो मेरो गर्लफ्रेन्डसँग मेरो गर्लफ्रेन्ड यस्तो कुकुर जस्तो यो जस्तो भनेपछि फेरि त्यो गर्लफ्रेन्डसँग त्यो फेरि चाट्न त जानु मिलेन नि त भन्नु खोजेको मैले चाहिँ खासमा चाहिँ एकचोटि पिठा खाइसकेपछि फेरि किन त्यो ठाउँमा जानु भन्नु खोजेको क्या मैले बुझेनौ फकिङ क्या मैले त्यो चाहिँ नबुझेँ क्या केटा एभ्रीवान सबै लाइकै छैन त 500 लाइक्स कम अन च्याट लाइक अप एभ्रीवान थ्याङ्क यू फर द सब्सक्राइब के हो यो ड्याड एक्स हो कि ब्याड एक्स हो यो ब्याड एक्स थ्याङ्क यू फर द सब एड ब्रदर 10 महिना अगाडिको कज हो कि अनि फेरि अस्ति जाँदा फेरि खाएको कति सोचेर हिँडे कति बुझेर हिँडे कति कुराहरूमा कति सेक्रिफाइस गरेँ कति कुराहरूलाई मैले पोजिटिभ वेमा लिएँ अनि आज मेरो हालत यस्तो छ यो कहानीको सुरुवात यो भन्दा 11 महिना अगाडि डट टेम्पल भन्ने ठाउँमा भएको थियो हजुर हजुर यसरी बुझ्नु पर्यो मलाई अब डट टेम्पलमा चाहिँ भयंकर भिडम छिनै प्यारासिटामोल खाइहाल्छु ओ छिनै मलाई ग्यास्ट्रिक भइरहेछ फकिङ एकेडा मैले बल्ल बुझ्दैछु लेट्स गो अब बल्ल त कहानी सुरु हुँदैछ फिल्मको बुझ न तिमीहरू मलाई माया चाहिँ वायर माया लागिरहेछ यार त्यस्तरी पिठा खानु भनेको कन्टेन्टको लागि त लास्ट हो नि यार हार्ड भइसकेको छ ग्यास्ट्रिकलाई सिटामोल खाने हो त मजी थुक्का मजी म त्यस्तो भाइ गाउँले पाएकै छुइनँ त यार लामो प्यान्टअप भनेको मैले सर्च हाने भाइ छापा मजीहरू के थाहा मजी प्यान्टअप सेन्टअप भनेको मजी तिमीहरूलाई नर्स भाइ त्यही भएर मैले नर्स केटीहरू एकचोटि बनाऊ क्या लाइफमा मजी थाहा हुन्छ के पिम्पल फक हेर न्यू इयर फक द्याट शिट फक न्यू इयर यार मेरो लेट्स गो त्यसका बाजेको दिदीको फुबाजुको भान्जा भान्जी ओ फक Yo, we good? Okay. God, oh my God, oh shit. Wild craze छ त अनि चाहिँ डट बाइकहरुको रेसहरु हुँदो रहेछ अनि म पनि भर्खर सिटामोल है त फकिङ आइम सरी ग्यास्ट्रिक प्यान्टअप आइम सरी च्याट हल्का जिब्रो हल्का अब बुझ न जिब्रो भनेको चिप्लिरहन्छ नि त चिप्ला अब त्यो बुझ न चिप्लाउने चिज चिप्लिने चिज हो अब जिब्रो भनेको अब यु नो च्याट आई लभ यु म्यान फक दैट ग्रो हुँदै थियो जब त्यहाँनिर एउटा इन्सिडेन्ट भयो एउटा मिसबिहेभ भयो भनेर मैले एउटा भिडियो बनाउँदाखेरि मलाई त्यहाँ धेरैजनाले पिटियो अनि यसरी तान्न मिल्छ त यार मान्छेलाई हिरो रहेछ त नि ओइ हामी यो टारबाट हामी यहाँ यसको थाहा हुन्छ त म यसरी जान लाग्यो होइन कि भन्नुपर्छ नि त तान्दिरहेछ यसरी तान्दिरह क्या भिडियो नबनाऊ अनि लाइक किन त्यो के प्राइभेसी पोलिसी अब के हो खासमा चाहिँ त्यो भिडियो बनाउन नपाउने कि किन त्यस्तो मलाई फेरि लास्ट मलाई बाटोमा नि भिडियो नबनाए रे फक मलाई Fuck that! Who gonna stop me, man? कस्तो भिडियो सिडियो नबनाउनु भने चाहिँ यसरी पेल्न मिल्छ त कि मिल्छ भने मिल्छ भन्नु नि त हैन तान्न मिल्छ त यार मान्छेलाई किन जानु हो ल आइज ए जङ्गिरा रहेछ नि जङ्गिरा छ त भिडियो बनाउन मिल्छ डटेमा भिडियो नबना रे राम्रोसित ए त्यो छैन भाइ त्यो क्या याद आयो यार त्यो हाम्रो खैरे थियो नि हाम्रो भर्खर 100K एक दिनमा पुगेको थियो नि के रे कन्सेन्टवाला क्या कन्सेन्ट डोन्ट टेक माई कन्सेन्टवाला ओ शिट ड्याम आई मिस हिम ब्रदर कङ्ग्रेचुलेसन्स हाम्रो त्यो खैरे दाजुलाई पनि यार नेपाल लक्किली है मासु खाएको चक्करमा 1500को चक्करमा द लस्ट जोइ या प्रशान्त क्रेजी प्रशान्त या द जोइल हो कि के हो त्यही जोइ Damn, fuck. I love it, Tara. Leave it. I love everyone. Every creators, bro. You feel me? Baun Kanda. Yeah. Let's go.
सेट अरूको भिडियो त यतिकै खिच्न त मिल्दैन नि दाइ अरूको भिडियो त यतिकै अब किन मिल्दैन यार भाइ तिमीले च्याट चाहिँ पढ्छ के खुसी लाग्छ मलाई बबाल म त डबल च्याट म सबको म मुख छाडे नि पढिरहेको हुन्छ आई लभ एभ्री वान क्या बुझ्दैनौ एभ्री वान मिन्स टु अल टु मी फिल मी वाट आइम सेइङ पुलिस डट के हो अहिले राई पुलिससँग कुरा गर्दा नि हुन्छ तर मलाई छ नि ए हे व्हाट्स अप वेलकम टु माई भ्लग भन्दा चाहिँ यस्तै काण्डहरू मनपर्छ है मलाई पनि मैले यस्तै कन्टेन्टहरू अलिक के भयो खालको क्या बुझ्दैनौ अब त्यस्तै खालको क्या अब मलाई हे व्हाट्स अप स्या वेलकम टु माई न्यू भ्लग हे त्यो म चाहिँ मलाई नि मन पर्दैन क्या कन्टेन्ट चाहिँ बरु यस्तै होस् पिठे खाओस् कि जेसै खाओस् तर रमाइलो स्वाद चाहिँ मलाई चाहिँ यस्तैमा मजा लाग्छ तर म चाहिँ फकिङ नो क्याप पब्लिक एरियामा जस्तो भिडियो गर्नु पनि मिल्छ हाल्छ पाउँछ क्या के भयो झडा पऱ्यो त थ्याङ्क्स टु विशाल रेग्मी खत्री के भयो झडा पऱ्यो त मिसो हिस्ट्री भन्ने थियो नि त्यो युट्युबमा मैले हेरिरहन्छु त्यसको भिडियो सरी फर पजिङ अब पज गरिदिनु म हेलो यो चिल च्याट त्यस पछाडि मैले भिडियो बनाएँ सोसल मिडियामा भिडियो हालेँ तपाईँहरूको रेस्पोन्स तपाईँहरूको माया एकदमै धेरै पाएँ खुसी लाग्छ अहिले पनि मलाई धेरैजनाले डट टेम्पलमा कुटाइ खाएको चाहिँ तपाईँ होइन भन्ने त्यो नामले चिनिन्छ सबै कुराहरू पुलिस केस लिगल एक्सन यताउता भनेर गइयो पुलिस केस लिगल एक्सनमा पनि उनीहरूकै अब दबदबा थियो रहेछ त्यहाँ उनीहरूकै मान्छेहरू थियो रहेछ पुलिसहरू पनि अब त्यहाँ सायदै अब उनीहरूकै थियो होला त्यही भएर मलाई पनि न्याय दिएन त्यति बेला छापाहरू पब्लिक होइन यस्तो होला नि त केटा डट टेम्पल भने चाहिँ अब प्राइभेट होला नि त भन्न खोजेको अब एउटा मैले जग्गा किनेर मैले त्यसलाई ट्र्याक बनाएँ ट्र्याकबाट मैले पैसा उठाउँछु टिकट किन्छु केही गर्छु भनेर त्यो हिसाबको पनि हुन सक्छ नि त खासमा बुझ्ने हो भने एक हिसाबले क्या अब मेरो पर्सनल अब मैले अब म रङ्गेशालामा टिकट किनेछ त्यहाँ भिडियो खिच्न पायो त त्यहाँ बसेर म यहाँ कन्टेन्ट बनाएर हाल्यो भने कपिराइट लाग्छ लाग्दैन फर एक्जाम्पल रियल मड्रिड अब कसरी कसको म्याच भनेर त भर्खर बार्सिलोना सरी पज गरेँ यार आइएम सरी फकिङ यार मलाई क्या भन्न मन लाग्यो क्या बुझ्नौ अब बार्सिलोनाको गेम हेर्न गइरहेको छु म एकटा म लाइभमा छु यार फकिङ क्रेजी भइरहेछ भन्दै लाइभ भन्यो भने कपिराइट लाग्छ नि थाहा छ नि केटाहरूलाई खालको होला क्या मलाई चाहिँ त्यस्तो लाग्यो क्या बुझेनौ के होला थाहा छैन मलाई तर फेरि प्लिज आइएम सरी फर पजिङ दिस सेट म्यान एभ्री वान फ्रस्ट्रेट भइसक्यो होला मैले अनि आएर रुँदै भिडियो हालेको थिएँ तपाईँहरूले त्यो भिडियोहरू पनि हेर्नु भएको छ होला धेरैजनाले त तर म यसरी बाँध्न सक्दिनँ किन आजको कुराहरू अलिकति गम्भीर हो उनीहरूकै जिद मेरो सपोर्टमा बोल्नेहरू पनि अब सबैजना हुनुहुन्थ्यो अब त्यस्तै भयो आजको दिनबाट उताको कुरा अहिले पनि म नाम लिन्न उताको कुरा सक्यो केटा हो अनि कुरा सबै सक्यो मैले पनि बिर्सेँ कहिले पनि म बदला लिन्छु म कहिले पनि यिनीहरूलाई अब नेक्स्ट प्रोग्रामहरूमा कतै भेट्यो भने यिनीहरूलाई हान्छु यिनीहरूको चाहिँ पत्ता साफै गर्छु भन्ने कहिले पनि सोच्नै आएन अब जे भयो भइहाल्यो अब म आफ्नो हिसाबले बाँच्न पाऊँ म मेरो हिसाबले अगाडि बढ्न पाऊँ यिनीहरूको रोकटोक मलाई नआओस् अथवा कसैले पनि मलाई त्यस्तो कुराहरू नगर्नु होला भन्ने हिसाबले म अगाडि बढेँ मेहनत गरेँ दोस्रो तेस्रो चौथो पाँचौँ सबै कुराहरू मेहनत गर्दै जाँदाखेरि सबै कुराहरू पाउँदै फेरि सरी फर द पजमा यो कमेन्टले फेरि मलाई पज गर्न मलाई लामो हिस्ट्रीलाई तानेर किन तानेको भन्दा लफाडो भएको रे ल फकमा त्यस्तो टक्सिक त्यस्तो त्यो रुट त छैन होला यार केटा अर्गनाइजरहरू
Fucking के हो यार I don't know man, you feel me? पाउँदै गए माया साथ सपोर्ट अनि धेरै कमेन्टहरु चाहिँ ठिक्क पर्यो डटेबलमा पिटे खाएको अनि कतिले चाहिँ खाते जहिले पिटे खान्छ टाइपको कुराहरु कमेन्टमा आइरा हुन्छ खुसी लाग्छ जे होस् पिटे खाइयो त खाइयो नि हैन अब साउथ मुभी जस्तो जिन्दगी नहुँदो रहेछ एक्लैले 20-25 जनालाई पिट्ने कुरा त नसकिदो रहेछ सम्भव छैन रहेछ अब त्यसमा साथै म अब त्यही त नि अब अलिकति अल्छी छु एक्सरसाइजहरु पनि खासै गर्दिन जाउन थाहा हुन्छ ओके मलाई झन् अलिकति गाह्रो अनि सबै कुराहरु बिर्से सबै उनीहरुलाई मैले बिस्तारै इभेन्टहरुमा भेट्न थाले अरे यार बिर्सिसक्यो उनीहरुले नि बिर्सिसक्यो मैले पनि बिर्सिसक्यो भन्ने सोच भयो मलाई इभेन्टहरुमा भेट भयो भन्दा 2-4 महिना अगाडिदेखि नै हरेक इभेन्टमा एकदम ठोकिरहने अनि हिडन एक्सनतिर पनि भेटिरहने केटा मेरो कहिले पनि त्यस्तो सोच आएन यसलाई हान्ने अब यसलाई पिट्दिम अब केटाहरुलाई म भन्छु यता ओए हैन होला केटाहरु यार ओए केटाहरु मैले बुझ्न यार एन्टी हो कि खासमा कि के हो आई डोन्ट नो यार फक म गएको छैन क्या मलाई थाहै छैन क्या फकिङ बुझेनौ म बोल्नै मिल्दैन के किसानले डट टेम्पलको बारेमा अब कसरी भन्नु न गएको छ न एक्सपिरियन्स छ न गएर रेस खेलेको छ न म अर्गनाइजरहरु पर्सनली चिन्छु के भन्नु यार यसरी भनिसक्यो दाइ के भएको भन्दा यो सिजनमा नि अहिले भेट्न अनअथराइज एरियामा गएको थियो अनि बाउन्सरले यसलाई ताने नजा भन्दा बढी बोलेर भ्लग बनाउँदै निस्क्यो अनि त्यो दाइसँग कज परेको सक्सेस भाइ आई लभ यु सक्सेस भाइलाई चाहिँ मैले अस्ति न्यू इयरमा भेटाए हो क्या भाइलाई अनि भाइले हेर्ने रहेछ खासमा चाहिँ अनि सक्सेस भाइ चाहिँ अनि चल्दो बल्दो ओनर रहेछ क्या गाठिस रहेछ क्या ओनरको हाम्रो साउको छोरो रे क्या माइ गॉड हल्का चल्दो बल्दो रहेछ क्या फेरि जताततै अलि भएको रहेछ क्या जताततै सेयर होल्डर रहेछ क्या खासमा चाहिँ बुझ्नु त्यही गाची बोय सक्सेस आई लभ यु म्यान सोच चाहिँ जे नि कन्सेप्ट भयो नि नभए नि कोहीलाई हान्नु इज रङ बोलेर सम्झे नि भने कामले ह्यान्डल गर्नु पर्थ्यो एल डट टेम्पल थियो रहेछ मलाई केही गर्ने तर मलाई माया चाहिँ लास लाग्यो यार केटा यो पिटे खाएको देखेर चाहिँ यार हैन क्या पिट्नु चाहिँ हुँदैन थियो होला कि के हो यार भाइलेन्स त अति त्यो त अति अत्याचार गर्यो भने पिट्ने हो क्या पिट्ने भनेको छ नि अति लास स्टेज हो क्या पिट्ने भनेको पिटे हान्ने पोका हान्ने भनेको चाहिँ नि अति गर्यो भने हान्ने हो क्या म चाहिँ अति सधैँ नसक्ने गरी सीमै नाग्यो भने चाहिँ ओभर गर्यो भने चाहिँ हान्ने हो क्या बुझ्नु भन्दै पनि अति हिरो बन्यो भने चाहिँ अति गर्यो भने चाहिँ हान्ने हो क्या पोका सो हान्नु चाहिँ नहुने हो भन्छु म सबैजनालाई मान्छे सोच्थ्यो मान्छे नै हुन्छ होला मेरो जस्तै मन हुन्छ होला मैले जस्तै सोच्छ होला सबैजनाले आफ्नो जस्तो सोचाइ छ ओपिनियनलाई त्यही सोचले त हेर्छ नि हैन र अनि मैले पनि त्यही सोचेर मैले त अब राम्रो सोचिरहेको छु भनेपछि तर सोचाइ गलत रहेछ मेरो सोचाइले गर्दाखेरि मेरो आज यो हालत छ म 2 दिन बेड रेस्ट गर्नु पर्यो एकदमै नाजुक स्थिति हो यो धेरै कम भएको हो अनि चस्माको सहारा लिइरहेको छु चस्मा लगाएर हिँड्छु भएको के थियो त कसरी भयो यो कुरा नेपाल रोड रेसिङ च्याम्पियनशिपको पहिलो सिजन सुरु भएको हाम्रो टिमबाट सही बनाएको छ यार भाइ डट टेम्पल अगाडिको भिडियोहरुमा सबैमा मैले तपाईहरुले जानकारी गराइराको कहाँ हो यो बनेपा हैन बनेपा कि भक्तपुर दिन थियो क्या दामी छ हेर न टायर छ रेसिङ छ यो छ नि यो के भन्छ यसलाई यो स्पोन्सरहरु राखेर नि अलि ओहो खालको क्या यो भन्दा अगाडिको भिडियो पनि के भन्छ बेड रेस्ट हुँदाखेरि भाइले एक राइड हाल्नु पर्ने हुन्छ मैले त्यहाँ अनि एक राइड चाहिँ जान्छ मेरो त्यहाँ नो क्याप मैले त सकेन है म त मेरो नि पेटे खाएको आयो भने म हाल्छु कस्तो छ के छ बुझ्नौ फकिङ भ्लग भने त्यो हो नि त 81 त्यहाँ भित्र डट टेम्पलमा पहिलो दिनमा न त्यो फाइनल थियो न थियो 81 डट टेम्पलमा जुन घटना घटाउने केटाहरु सबैजना देखे मैले साटो बाटोमा हो यो ए फक माइ फल्ट थाहा छैन यार मलाई मनमा के लाग्यो सरी ओके यिनीहरुको सोचाइ अर्कै छ नेपाली सुपर च्याट हान्न मिलेन एक्सेल फेरि यिनीहरुको मनले के सोच्यो होइन अब मेरो जस्तै मन होला यिनीहरुको नि भन्ने सोच भयो
यही नजिक हाम्रै टिमसँग आएर हाम्रै टिमको बाइकमा डट टेम्पलको स्टिकर टालिराख्दाखेरि मैले भिडियो खिचेर बसेँ सबै कुरा बिर्सिसक्यो भन्ने लास्टमा भनेपछि सक्सेस भएको नि त्यहाँ शेयर छ भनेपछि मैले बुझिसकेँ पिट्छु भनेर प्लान गरेर आएको रहेछ मलाई थाहा थिएन कुरा के भयो त भन्दाखेरि रेसको ल्याप टाइमहरू सुरु हुने क्रममा पानी पर्यो पानी परिसके पछाडि रेस अभियसली रोकिने नै भयो ल रोकिने नै भयो भनेर हाम्रो एनएलआरसीको जुन सञ्चालक हुनुहुन्छ हाम्रो दाइले चाहिँ विनोद दाइले चाहिँ ल CO2 मा अब भोलि राजेश राई यसरी नै यस्तो क्या डट टेबल प्रोमोट पनि होइन क्या यो भनेको बुझ्नु प्रोमोट र त्यो बाइकआउट भन्ने मबाट हुँदैन क्या किनभने म जे हो त्यो देखाउने हो जे हो त्यो हुने खालको मान्छे क्या यो भिडियो हेरेँ ओहो पिटाइ खाएले होला डट टेबल त लास्ट खाते रहेछ पिटे यिनीहरूले मुझे अनपढहरू मुझे यत्रो जमानामा नि अहिले मुझे कुकुरलाई त माया गरेर सुताएर राख्छ अहिले मुझे मान्छे पिट्न थाल्यो त्यस्तो खालको मान्छे पनि होइन क्या म किन पिट्यो के कारणले पिट्यो देखाएको छैन यो भिडियोमा त्यो न्यू खोज्यो भने त जो पनि पिट्ने त हिँड्दै अब क्यामेरा बोक्दैमा त किन क्यामेरा मलाई नि ओमे टिभीमा बिना कन्सेन्ट भिडियो बनायो भने केटीहरू बिच्किरहेको हुन्छ न्यू खोजिरहेको हुन्छ तिनीहरूले मैले मुख छाड्दिने यत्तिकै त होइन होला तिनीहरूले मलाई पिट्छु फक द्याट कुरा चाहिँ त्यो हो क्या खासमा चाहिँ बुझेनौ ल तर वाइड हो यो एक्सट्रिम हो यो भनेको पिट्नु पनि झ्यापर स्यापर ठिक हो क्या सहन सकिन्छ होला आँखै फुट्ने गरी त मुझे अति हो यार बुझी ग्याङ्स्टर हो गो है त्यो के अरे के फल हलुकमा हान्छ नि के अरे फक गीतै बिर्छ जेम्सीले हान्छ नि त्यो गीतमा गनम्यान सनम्यान हो कि के हो यिनीहरू जाने भनेपछि अब सबैजना तित्तरभित्र आफ्नो तालमा हिँड्न थाल्यो अनि म पनि आफ्नो झोलासोला एउटा गाडीमा थियो हेलमेट एउटा गाडीमा थियो अनि झोलासोला निकालेँ ज्याकेट स्याकेट लगाएँ हेलमेट हेलमेट त त्यहाँ भित्र पो छ त भनेर अलिक पुनः साइडमा थियो साइड क्र्यास म चाहिँ हेलमेट लिनको लागि गइरहेको थियो अनि गइराख्दाखेरि डेन्जर मुख छाड्यो मैले त उनीहरू गफ गरे होला भन्दा नि मैले नसुने जस्तो सरसर गयो मैले त अब त्यो थाहै भएन नि मलाई भनेको हो म अगाडि अब उनीहरूले नहेरेको छ न के छ आनन्दले हिँडिरहेको छु नि त अनि त्यहाँबाट जब गाडीको ढोका खोल्ने बेला यता फर्किनुपर्छ नि त यसरी ढोका खोल्नु तँलाई नै भने खल्ती मात्रै चलाइरहेछ तँलाई नै भने मैले तेरो के बिगारिदिएछ किन मुख छाडेर सबै कुरो भइसक्यो त सकिसक्यो त किन मुख छाडेर के अरे तँ रे भनेर सिधै जन्केर आयो हान्यो रिस उठ्यो अभियसली मैले पनि हानेँ मैले पनि यसपालि चाहिँ मजाले हानेँ अनि अर्को 3-4 जना आएर ओके हानेको रहेछ 20 पुसअप इजी हो क्या 500 इज 1k इज एभर एट 20 पुसअप अरू केटाहरूले छुट्यायो यताउता भयो एन तेन सबै गर्दाखेरि मेरो आँखा यो अहिले आँखा घटेछ है सानो भएछ आँखा अहिले डेन्जर बनेछ आँखा अनि नाकबाट डेन्जर रगत भएको थियो नाकबाट यति रगत गएको थियो कुरै नगरौँ अनि सबैले छुट्यायो अनि 20 पुसअप 21k या लेट्स गो साइड लाएँ गाह्रो हो नि त मलाई त टाउको दुख्यो यो सबै शून्य छ यो साइडको यो सबै शून्य थियो अलिअलि कम भयो आँखा पनि धेरै कम भइसकेको छ अलिक देख्न सक्ने भइसकेको छ अहिले त तर हिजोसम्म त म देख्न पनि सक्दिनँ थिएँ अनि छुट्याइसके पछाडि म साइडमा गएको अनि पुलिस बोलाएको मैले फोन गरेर यहाँ यसो भयो भने 1k सेवा 30 पुसअप ओके आइपुग्यो तर सेन्ड द फर्स्ट म्याच सेन्ड द अमाउन्ट फर्स्ट भागिसकेछ क्या त्यो ठाउँबाट उनीहरूको योजना प्लाङ्नु पिट्ने अनि भागिहाल्ने त्यस्तो सोच रहेछ मैले चाहिँ रुक्छ होला भन्ने सोच भयो पुलिस आउँदाखेरि भागिसकेछ पुलिस हैन क्या ओइ मैले यस्तो क्या ओइ केटा सिधै लास्ट पज यो मैले नबुझेको स्टिल सबै हेरेँ फर्स्ट टाइममा मैले त्यो के अरे ल बोल्यो के अरे कन्सेप्ट बिना भिडियो खिचे ठिकै छ 11 महिनापछि त्यही कज बोकेर पिटेको हो त होइन होला किनभने हो भने चाहिँ म चाहिँ डट टेबल फक्ड अप हो म चाहिँ अझै स्टिल इगोमै हो यो भनेको चाहिँ होइन फकिङ तर द थिङ इज फकिङ के हो भने
अब यहाँ आज केही न केही कज थियो कि पहिला सुरु न्यु खोज्यो कि बढी बोल्यो कि के भयो कि होइन के थियो होला होइन किनकि अब एउटा त्यो 11 महिनाको एउटा इगो राखेर मजी म्याच सिकन पिटाइ हान्नु भनेको त फकिङ यार गिदी भयो जानु रिपोर्ट लेखाउनु भन्नु थाल्यो अनि म चाहिँ चौकीतिर लाग्यो त्यही भने चाहिँ छापै हो मजी छापा वाइल नेक्स्ट लेभल छापा थियो भने चाहिँ फकिङ अब साइको हुन्थ्यो यार मजी यो ब्रोको ठाउँमा गोलीमान्डोको मेम्बर हुन्थ्यो भने पागल हुन्थ्यो अब मजी गोलीमान्डो छ नि अब नेक्स्ट लेभल छ गोलीमान्डो मजी त्यो नदेख्ने त्यो राइड हान्दाखेरि देखेन भने त्यो बुलेट बाइकमा टक्क गोलीमान्डो खालको त्यो बुझी एक्सन छ नि त्यो फकिङ दामी छ गोलीमान्डो लभ धेरै छ वाइल्ड छ मार्छ भाइ खोडा मुजी बोकेर जान्छ होला मुजी गोलीमान्डोले एउटा चलायो भने मुजी हुनसक्छ त्यस्तो हुनसक्छ अब अति छ गोलीमान्डो च्याट वाइल्ड क्रेजी छ अहिले झन् बाटोभरि बुलेट पड्किन्छ प्लाट 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 गर्दै मुजी बाबा एभ्री लभली छ मुजी अब लेट्स गो चौकीतिर जाँदाखेरि चाहिँ अनि अब 1K सेवा मुजी पहिला सेवा कम अन ब्रो फक यु म्यान नो स्क्याम पहिला हस्पिटल जानु पछि म्यान फक एप्स ब्रो ट्रस्ट मी म्यान फकर भनेर भन्नु हो अनि म चाहिँ त्यहाँबाट हस्पिटलतिर लागेँ हस्पिटल 11 महिना इगोमा लिएपछि 11 वर्षपछि म त हस्पिटलको गेट चलाउन सक्ने एकदमै मैले त्यो त्यतै हो नर्स नि स्वाद रहेछ है ए अब I like nurse fucking अब बुढीलाई नि फोन गरेछ अनि त्यहाँबाट यताउता चेक मल्छ गरे मान्छे नराम्रै भएको ठिक रहेछ लडाई झगडा चाहिँ गर्नु हुँदैन हिस्ट्रीको गल्ती हो भने यो केटाले भिडियो गराउँदैन थियो अस्ति भर्खर मैले एउटा भिडियो हाले यार त्यही इगो थियो होला इफ यो टिकट गल्ती थियो भने भिडियोमा बारम्बार लडाई झगडाले यस्तो हुन्छ है उस्तो हुन्छ है भनेर डब्लुआरबाट या पुश अप या कम अन सेन्ड सम क्याश पहिला सुरु एक्सेल आई एम रेडी फर दैट पुश अप म्यान लडाई झगडा फकिङ गरेकै राम्रो होला जस्तो लाग्छ मलाई तपाईहरुले सम्झाउनु मलाई के गर्दा राम्रो हुन्छ कस्तो हैन फक झगडा भनेको 16 17 18 19 20 वर्षसम्म हो क्या फेरि बुझ्न हो 20 वर्षसम्म मात्रै हो मजी हान्ने भनेको मजी पिटाइ हान्ने भनेको यो फकिङ म्याच सिकन यो ठुलो भइसक्यो अब कहाँ मजी पिट्दै हिँड्नु यार मजी म कहाँ जोइन हान्दिनँ मेरो ड्युक हो यार मेरो बुलेट बाइक हो र भने मेरो ड्युक 250 हो मजी पड्किँदैन यार अब केटीको यो पड्काए मात्रै हो मैले ग्याट सरी च्याट ग्याट पड्काए मात्रै हो मैले हिस्ट्रीले पुलिस केस गरेको थियो त्यही भएर बोलेर मैले बुझेको छैन अझै पनि अब म केही भन्दिनँ मिल्दैन अब किन हाने अब हान्न त म चाहिँ हानिहाल्छ अब किनभने अब मान्छेको एउटा यस्तो हुन्छ क्या अब म चाहिँ हेट भन्ने चिज त आइरहेको छ क्या फेरि जति अप भयो त्यति हेट आउँछ क्या यो म चाहिँ छापाको यो म चाहिँ खालको क्या बुझेनौ अनि फकिङ 50 पुसअप 1K लामो 30 भनिरहेछु मोजी हो यत्राको इगो अगाडि ग्रुपमा छ ओपोनेन्टहरू मुख छाड्दै गयो होला यो हिस्ट्री त्यत्रो हिम्मत नि आएर न आएर मलाई अब इगो हो सायद होइन होला इगो तर केटाहरूको इगो चाहिँ नभएकै राम्रो भन्छ यार म चाहिँ केटीहरूको हो क्या इगो भनेको केटीहरूमा हुनुपर्छ क्या बुझ्न हो केटाहरूमा त घन्टाको इगो म चाहिँ घन्टाको इगो काली गयो गोरी आउँछ यस्तो गयो अर्को आउँछ म चाहिँ कस्तो कस्तो हुन्छ होइन हाउ टु एप्रोच गर्ल्स केटा निस्किमार म मुत आएँ क्या वाइल्ड मेरो आज भोलिको मेन्टल हेल्थ नै कस्तो भइसक्यो भने हो यो मान्छेको त्यस्तो टाइपको भइसक्यो कि अहिले अब यो भिडियो पछाडि झन् त्यस्तै हुन्छ अब मेरो सोचाइ एकदमै परिवर्तन भइरहेको छ मेरो सोचाइ नै अब मेन्टल हेल्थ नै अर्कै दिशातिर गइरहेछ मैले सोचेको भन्दा पनि गलत भइरहेछ अब के गर्ने कस्तो गर्ने अब बुझाइदिनु गीत सुन्न म यार केटा हो मलाई अब म के भन्छु अब लिभ इट सक्यो लिभ इट किनभने यस्तो भनेको केटा हो छोरा मान्छेमा यस्तो पिटाइ भनेको केही नि होइन मजी सामान्य हो जसले नि खान्छ जो मजी हुर्किँदै गएपछि जसले नि खान्छ पुलिसको डन्टी नि खान्छ मान्छेको डन्टी नि खान्छ बाउको डन्टी नि खान्छ होइन फकिङ जो नि हिरो हुन्छ है फर्स्ट अफ अल मजी कुरा के हो भने यसरी सक्सेसले के भने यार भाइले त्यो ओनर आएर ऊ त सक्सेस भाइ के भन्दैछ सक्सेसलाई मोड दिनु पऱ्यो यार भाइ एक डब्लु हान त त्यही हो अनि केस पऱ्यो भने गाह्रो घन्टा गाह्रो हुँदैन किन गाह्रो हुन्छ र कुरा के भने अनि द्याट्स द थिङ च्याट
नि खोज्नु भएन भने त अब दादागिरी जसको पनि हुन्छ अब म नि अब हिरो बन्यो भने त एक हिरो बन्यो भने त हिरै हुन्छ कि अब त्यस्तो बन्दै हिँड्नु अब ठुलो पल्टीमा मसँग यति सब्सक्राइबर्स छ मसँग यति पैसा छ मसँग भिआर छ मसँग क्रस फायर छ मसँग हिरो मजी गाँड छ सुन छ मजी केटी छ मासी त्यो फुर्ती लाउनु भएन क्या पहिला सुरु बुझ्नौ भन्नु खोजेको दादागिरी हुनु भएन क्या मजी आफ्नो ठाउँमा आफ्नो लिमिटमा बस्यो भने कसले चलाउँछ क्या अब यतिको चलाउन आयो भने त मजी फक द्याट हान्ने पोका हान्ने कि मजी मान्छे ज्यान लिए नि हुन्छ क्या यत्तिको सन्किन आयो भने सानोतिनोलाई चाहिँ हानिदिनु पर्यो भन्ने कुरा हो क्या खासमा मेरो ठुलो पल्टिनलाई चाहिँ फेरि पड्काउनु पर्यो है होइन सिधै हान्ने हो सिधै पोका दिइहाल्ने हो मजी तर यत्तिकै चाहिँ मान्छे हामी मजी नेपाली हो मजी हामी सबैजना त्यस्तै छौँ क्या सबै त्यो यत्तिकै जोसेर मजी म्याच भन्दै मजी अहिले त्यस्तो छैन क्या अहिले एकदम अहिले यस्तो न्युट्रल भइसक्यो क्या मजी हाम्रो केपी ओलीहरू त्यस्तो पैसा घुस खाएको देखि त चुप लाएर बसिरहेछ जनता भने फकिङ यार मान्छेहरू त के हो भन न अनि बुझेनौ मैले केटिएमको पब्लिक बसमा चोरहरूबाट खाछु के गर्ने सिक्री चोरेर त्यो वही किन चोरेको भनेको 4-5 जना चोरहरू रहेछ बसमा आएर ग्याङ दिएर मैले सिधै बस ड्राइभरले पुलिस स्टेसन हाल बस रे के भन्छ छम्मे ककुहरू अनि त्यही हो केरा अब 20,000मा रडले कुल्चेर मान्छे मरेको हेर न वाइड अब के जात्रै अब क्यान्सल गर्ने हिस्ट्री नै के अब नेवारीहरूले के जात्रै मनाउन नपाउने एउटा एकजना मऱ्यो भन्नेमा त्यस्तो होइन क्या बुझेनौ लभली वर्ड होइन क्या फकिङ त्यो हो क्या कुरा चाहिँ बुझेनौ जेभेन एल फकिङ होइन होला यार केटा यस्तो हो क्या खासमा जेभेन सेटअप केही छैन यार एउटा पिसी 2टा मोनिटर अनि किबोर्ड र माउस यार अनि एउटा क्यामेरा फकिङ त्यही हो मेरो सेटअप केही छैन यार कुशल ब्रदर अनि त्यही हो यार लेट्स गो टु रियाक्सन्स यो भनेको यस्तो अब आई लभ अब सब्सक्राइब त 1 जान्छ होला तर आई डोन्ट किनभने सब्सक्राइबर नो च्याट मलाई फेरि म त्यस्तो भ्लग हेर्दिनँ क्या फर्स्ट अफ अल बुझ्नु अर्को भ्लगमा रियाक्ट गर्नु न खेमे भ्लगसँग हो र छापामा राजतामा फकिङ केटा हो एकपटक हो सने 2 पटकमा त जस्तोलाई त्यस्तै ढिडोलाई निस्दै हानिदिनु पर्छ गेट वेल सुन ब्रदर यो त अति भयो यार कहानी अब नसुनाउ जसरी पनि धोबी हान्नुपर्छ सबै एकजुट हुनुपर्छ अति भयो अरे ल यार केटा हो म त केटा हान्छ यार हिरो बसन्त ब्रदर नर्मना गरेको कन्टेन्ट मिलियनमा भ्युज गयो आफ्नो बेजत नि भयो र जेलस नि होला मिलियन भ्युज गएर इज्जत नि गयो भन्ने टाइपको जेभेन लाइभ अनि त्यही डिसिजमा न्यू खोज्न गयो आफै फ्याक्स मजी लभली कमेन्ट यार मजी हो नि फकिङ है